हेलो गाइज, मेरो दिदी कति आज हामी मामाको घर जाँदैछु। कति बज्यो भने कति पो बज्यो हो, 6 बज्न लागिसकेको छ। आया 6 बज्न लागिसकेको छ। मामा घर जाने बाटो चाहिँ यस्तो छ है। यहाँ झाडी 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 छ। के तुनतुनी ढिला गर्ने कि ढिला गर्ने, जहाँ पनि ढिला गर्ने खालि। ओ उताबाट आउँदै हुनुहुन्छ। हाम्रो गाउँ चाहिँ हरियाली छ सबै। मस्याङ रहरको बोट, यसलाई चाहिँ रहरको बोट भन्छ है। यो छ। अनि मैले चाहिँ दिदीले पर्खिरहेको छु। दिदी एक्लै हुनुहुन्छ, एकदम ढिला गर्ने क्या दिदीले चाहिँ। अनि हामी चाहिँ अहिले मामा घर जाँदैछु। साथीहरू हेर्नुहोस् त कति रमाइलो। हजुर त्यो भर्खर आउँदैछ। ठिक्क पर्यो। तुनतुनी दिदी, तुनतुनी हो क्या, तुनतुनी दिदी। ओ आइजन अरे, कस्तो हेर्नु आत्तिएको के तुनतुनी दिदी। तिल्ला खाबला के भन्छ? मामा नि चाहिँ निल्वा फोन त मैले त्यहाँ छोडिरहेको छु। ठिकै भएछ त। हेर्नुहोस् त अहिले त यस्तो राम्रो कि मकैबारी हरियाली सुन्दर दृश्य। हेर्नुहोस् त हाम्रो ठुलो दिदी जहिले पनि ढिला गर्ने हाम्रो दिदी। तुनतुनी अगाडि भनेर पछाडि हिँड्ने चाहिँ को होला फेरि? तुनतुनी के एकदम तुनतुनी। हामी चाहिँ मामा घर जाँदैछौँ। घर बस्दाखेरि दसैँ आज जस्तो लाग्दैन थियो। साथीहरू हेर्नुहोस् त, बल्ल माइती आउँदाखेरि चाहिँ दसैँ आज जस्तो भएको छ। दिदीबहिनी सबैजना भेटघाट रमाइलो। अझै कुरा त गर्नै पाएको छैन गाइज। यसकै उपलक्ष्यमा गीत गाइदिनु त नाना। गाउनु एउटा गीत। कताबाट आयो कि वेको यार, वेको जब जब वेको। एकजना आउँदैछ फेरि गाइजहरू। बाटो हेर्नुहोस् त कति राम्रो छ। जहाँ पनि ढलन हालेको बाटो रहेछ। कति राम्रो रमाइलो। हेलो गाइज, रमाइलो। म त फोन ल्याउँछ भने कस्तो हुन्छ चार्ज गर्दाखेरि त। बच्चा छ रहेछ यिनीहरूलाई टिका लाएर गएर आउँथ्यो दसैँ आउन तपाईँले नि, यस्तो मजा भाथेन कहिले नि। उठा बस नाच्दियो साइले नि, हल्का कमर भाँच्दैको मैले नि।
भेनाजु दसैँ कस्तो लाग्यो तपाईँलाई हजुर बाबालाई दसैँ कस्तो लाग्यो तपाईँलाई रमाइलो मात्रै रमाइलो मात्रै लाग्यो रे हाम्रो ज्वाइँलाई एकदम सुपर सुपर ससुराली आउनु भएर रमाइलो लागेको छ कि छैन हो हाम्रो छोरीलाई नानीलाई रमाइलो भएछ ए हस् मलाई पल्ला रे साइलोले पल्ला रे साइलोले हातरी गा साइले रे हातरी गा साइले रे भई ए माता ढाले 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 के गरेर खिच्छ देख्यौ के गरेर खिच्छ त अहिले आफै आउँछ देख्यौ हामीलाई पनि देखिरह छैन यहाँबाट देख्दैन है कसरी त यहाँबाट म त भिडियो गर्दैछु ए बुढोसँग कनेक्ट गरेर हिँड्दा तपाईँ बस्नु नि हो यहाँ हेर्नु फेरि टाढोको खिच्दैन खिच्दैन यो फेरि के गर्नु के कराउँछ ऊ आन्टी करायो अब नभएको त नजाउँ छोडसँग म अब ल्यान्ड गर्छु नगर हात काट्छ हात काट्छ गोजीमा अड्किन्छ पहिले पहिले चलाएको थिएँ यहाँ थियो अनि त विशेष ओइ बिस झन् लड्यो यता गरे उता अड्किन्छ अहिले चाहिँ हुने भयो साइकल चलाउनै पेट्छ दसैँ आयो है दसैँ आयो साम्राज्य तेरो सिंहासन तेरो तर राज मेरो गल्ती नगर अर्जुन फेरि जाला नि चट्टै जान्छ तर चट्टै होइन कति गर्छौ बयान मुखले आट गरेर राख्नलाई सुखले रुकुमै कोटा हेलो गाइज म चाहिँ दसैँमा मेरो माइती घर आएर म धेरै खुसी छु अनि हेर्नुहोस् त यहाँ हरियाली जङ्गल म चाहिँ अनि हाइकिङ जाँदैछु मलाई चाहिँ सबैले छोडेर जानुभएको छ क्या तर के गर्नु मेरो बुढोले मलाई सम्झेर मायाले बोलाउनु भयो अनि फेरि म आएँ मलाई पर्खेर बसिरहनु भएको छ मेरो राजाले हेर्नुहोस् त तल ऊ कति माया गर्नुहुन्छ कि मलाई मायाको त कुरै छैन नि बाबा कति माया गर्नुहुन्छ भन्ने कुरा त मलाई थाहा छ हेर्नुहोस् त हरियाली जङ्गल बाबा कसलाई पर्खिनु बा मलाई ए देख्नुभयो मलाई पर्खिनु भएको छ अरे यस्तो बाटोबाट जान्ला छु यही बाटोबाट पहिला हामीले चाहिँ पानीहरू ओसार्ने डोकोमा होइन यही धारा जाने बाटो हो तर अहिले आउँदा कस्तो नौलो लाग्दो रहेछ साथीहरू अब कस्तो बाटो त खोइ
हेर्नु त यो त पाखा थियो पहिला, कान्ला कान्ला थियो, अहिले सबै यस्तो भएछ भत्केर यस्तो छ। हामी धारामा जाने बाटो हो यो चाहिँ पहिला, तर अहिले पुरै झाडी भएछ। नबिर नआउने रे, मलाई किन पर्खिनु भयो त? जान होला है सँगै। ए यो झार चाहिँ हामीले लजाउने झार भन्छौँ होइन। इस यस्तो हुन्छ, सबै लजाउँछ क्या। हेर्नु त यो हेर्नुहोस् त, यस्तो हुन्छ यो झार चाहिँ सबै यहाँ रहेछ, तर यसमा काँडा हुन्छ। यस्तो जङ्गल पो रहेछ यार अहिले त। कसैले दिदी कस्तो हुन्छ भनेर सोध्यो भने म सधैँ तिम्रो नै बयान गर्नेछु, मेरी प्यारी दिदी। यो ठाउँमा चाहिँ हामी पहिला बच्चा हुने बेलामा दिदी, यो ठाउँमा चाहिँ हामी पहिला धान काट्ने होइन, एकछिन गिर्कुन हो, आलु दिन्थ्यो कि अब दिन्छु। कति दिन्छ अरे? एउटा खेतालोको 8 किलो कि 10 किलो आलु दिन्थ्यो एउटा खेतालोको लगेर। अनि उसी अहिले हेर्नु त यो बाटो कति नौलो छ। हेलो गाइज, मलाई यहाँनिर यसो हिँडिरहँदा चाहिँ के फिल भयो भने होइन, पहिला हामी सानो छँदाखेरि परालहरू काट्न आउने, यो परालको लागि हामी यहाँसम्म धेरै टाढा आउँथ्यौँ अनि धेरै मेहनत गर्थ्यौँ क्या हामीले। तर अहिले धेरै वर्षपछि हामी आउँदाखेरि हामीले जुन देखेको मान्छेहरू छ सब अलि बुढो भएको, अनि त्यसपछि ठाउँ पनि एकदम धेरै नयाँ। जुन ठाउँमा हामी धान काट्न जाने ठाउँ थियो त्यो ठाउँमा चाहिँ तपाईँको धान नभएर अहिले चाहिँ घाँसहरू पलाइरहेको बेला घाँस पलाइरहेको रहेछ। अनि धेरै नयाँ जस्तो लाग्यो हाम्रो लागि चाहिँ, तर रमाइलो पनि लाग्यो, नौलो पनि लाग्यो। धेरै वर्षपछि आएपछि नौलो पनि लाग्छ। यसो भिडियो खिच्न मन लाग्यो मलाई चाहिँ। यो बाल्य अवस्थामा हामी चाहिँ यो स्कुलमा पढेको सुरुमा चाहिँ गुरौँ बिता भन्छ, त्यहाँ माथि खोला छ होइन। हामी चाहिँ यो स्कुलमा पढ्थ्यो। यो चाहिँ झोलङ्गे पुल हो। यो झोलङ्गे पुलबाट जाँदाखेरि उता चाहिँ नवलपुर, हेटौँडा, भरतपुर जाने बाटो निस्किन्छ। तर हामी मेरो बच्चा बेलाको बाटो हो, एकदम रमाइलो लागिरहेको छ। साथीहरू आज चाहिँ भेनाजीको करले गर्दाखेरि यो बाटो जाउँ न त भनेर भन्नुभयो, त्यही भएर हामी चाहिँ माथिदेखि हिँडेर आयौँ। अनि हामी चाहिँ यतिखेर स्कुलमा चाहिँ पढ्ने बेलामा हामी हाफ टाइम जुन हुन्थ्यो त्यो टाइममा चाहिँ इम्ली खानलाई के झार इम्ली खानलाई यो पुल पारी गएर हामी किन्न जान्थ्यौँ। 1 रुपियाँमा यति धेरै आउँथ्यो क्या, यति धेरै आउँथ्यो, खान्थ्यो। जिब्रो काटिने गरी हामीले अमिलोहरू खान्थ्यौँ। एकदम रमाइलो भइरहेछ। यस्तो खोलाको छेउमा हाम्रो स्कुल थियो। हामी त्यो स्कुलबाट पार भएर माथि स्कुल कलेज पढेर अहिले चाहिँ हामी ठुलो भयौँ साथी हो।